डे 3 यो दिन चाहिँ हामी सहर सबिनीबाट दुधकुण्ड पुगेर फर्केर चाहिँ कामाडाँडा गएर बस्नुपर्ने थियो। हामी निस्किँदै 7 बजे हो, त्यो अभियस। अनि हामी उठेर छिटछिटो गरेर चम्पा खाएर अनि हिँड्न थाल्यौँ। हिँड्दाखेरि ओ माई गड, फ्लावर यति राम्रो थियो। अनि त्यहाँ हामी एकछिन अल्मलिएर अनि अल्टरनेटिभ बाटो लिने भन्दाखेरि पहाड चढे जस्तो गर्दै हिँड्यौँ। त्यसपछि आयो यो कहिले नसकिने सिँढीमा हिँडेको छ। हिँड्दा हिँड्दै चाहिँ भेराइटिज अफ फ्लावर देखेर म चाहिँ यस्तो अमेज भएको थिएँ। मलाई त्यो यो छोडेर माथितिर धेरै जानै मन लागिरहेको थिएन कि मलाई त्यहीँ पल्टिनु त्यहीँ बसिरहनु मन लागिरहेको थियो। पानी परिरहेको थियो र पनि म बिचबिचमा पल्टिँदै हिँडिरहेको थिएँ। अनि हामी यहाँसम्म चाहिँ ट्रेकको ड्रेसमा गएको थियौँ। त्यहाँ गइसकेपछि हामी चेन्ज गरेर यो मार्केट लाग्ने एरिया रहेछ, त्यहाँ गएर हामीले चेन्ज गरेर हामी आफ्नो चाहिँ एकदम गर्लहुडवाला एरामा आयौँ। अनि अलि मौसम अलि खुलेको पनि थियो, यतिको चाहिँ हामी जाँदाखेरि खुलेकै हो। अनि त्यहाँ बसेर फोटोहरू खिच्यो, भिडियोहरू खिच्यो, थुप्रो खिच्यो हामीले। अनि म चाहिँ एभ्री अदर मिनट यस्तै थिएँ, वाउ भन्दै पल्टिँदै गरिरहेको थिएँ। अनि यहाँ यो सिँढीहरू चढ्दै जाँदाखेरि चाहिँ हामीले बाटोमा कस्तो राम्रो फुलहरू, मेरो चाहिँ मेन टेक अवे एकदम सम्झिने कुरा भनेको चाहिँ फुल नै थियो यो ट्रिपको। अनि हामी दुधकुण्ड पुग्यौँ। दुधकुण्ड पुग्दाखेरि केही देखिरहेको थिएन, कुण्डै पनि राम्रोसँग देखिरहेको थिएन। अनि हामी एकछिन बस्यौँ अनि वरिपरि हिँड्यौँ, यसो भिडियोहरू पनि खिच्यौँ त्यो बेलामा। अनि अब कति बेला खुल्छ त, कति बेर कुर्ने भइरहेको थियो। अनि त्यहाँ पनि ढुङ्गाको बिचबिचमा फुलहरू फुलिरहेको थियो। हामी त्यो हेऱ्यौँ, यताउता हेर्दै बस्दाखेरि चाहिँ बिस्तारै अलिअलि खुल्न थाल्यो। अलि खुलेको छ योभन्दा। अनि यतिको खुलिसकेपछि चाहिँ हामीले फोटोहरू खिचेर भिडियोहरू खिचेर अनि त्यसपछि चाहिँ हामी बिस्तारै तल